हेलो गाइस, कैसे हो आप लोग। मैंने मुख सुख धो ही लिया। अब मैं प्यारे ये जा रहा हूँ इधर बाजार। प्यारे के फायर 30 हो रहा है इधर अभी ना। मैं स्कूटी में जा रहा हूँ, मेरे साथ भाई है। बहुत ज़्यादा है ना इधर, इसलिए कोई नया है तो मेरे चैनल पे सब्सक्राइब करो, बेल आइकन दबाओ। जल्दी जल्दी जाना है मुझको, लेट हो रहा है। होइन दादी त्यो पछाडि ढिलो भयो कि मलाई। म कति 5 बजी उठेको थिएँ यार। चाँडो हुन्छ भनेको ढिलो भयो। जाने छु किधर किधर रास्ते निकल हो गया था यताबाट अलिकति माथि हो कि मलाई के चाहिन्छ नि जानलाई। यहाँबाट के चाहिन्छ जानलाई, के छ नि यहाँ जानलाई। पुग्न पर्यो जे होस्। हजुर 27, 28, 86 तीन महिना काट्नुपर्छ कि हामी एकदम पठाउँछौँ भन्यो। ट्रायल गाह्रो हुन्छ। लाइ गर्नु ल। मैले एक्जाम यस्तो सजिलो आउँदो रहेछ क्वेसनहरू। त्यहाँले गएर यताउता पनि सिकाइदिएँ मैले सबै। अब म हिँडिसकेँ, त्यहाँबाट हिँडेर अब जानुपर्छ किनकि मसँग पैसा पनि छैन। अनि पहिला थियो पैसा, अब त पैसै छैन। दाइले 150 मात्रै दिनुभएको थियो, पैसै छैन यार। अब कसरी जाने घर, यसरी जानुपर्छ अब। समात गयो यार। चिया पनि भयो काज। अब म चाहिँ अब जानुपर्छ क्या, यहाँबाट जानुपर्छ अब थोरै। त्यो भएर अलिकति टाइम लाग्छ, केही छैन। आन्टी कति भयो? हजुर हजुर हो हजुर लाउनु आन्टी।
धन्यवाद। बढी आयो पैसा बढी आयो। पैसा बढी दिनु भइरहेको क्या। त्यस्तो हामी नेपालीलाई ठग्ने बानी छैन क्या। आजभोलिको जमानामा उसले नै काम गरेर खाओ होइन। उसको नि चिनीको परे होला, चियापत्तीको परे होला। अब हामीले नि अब गरेर खाने उनीहरूले नि गरेर खाने। अरूको पैसा लुट्न मिल्दैन क्या त्यसरी। त्यही भएर अलिकति टाइम, त्यही भएर जसको पैसा हो त्यसलाई फिर्ता दिन पर्छ होइन। अब उसले पनि अब कति दुःख गरेर चियापत्तीहरू किनेर चिनीहरू किनेर खा होला। अलिकति उनीहरूले हामीलाई मिठो खाए चिया मिठो बनाउनु भएको थियो होइन। त्यस्तो मिठो बनाउनु भएको थियो। फेरि खाम जस्तो लाग्यो। पैसा छैन नि गाइस फेरि। पैसा नभएर नत्र भए त मैले अर्को पनि खाइदिन्थेँ। मिठो बनाउनु भएको थियो। 35 रुपियाँ दिनुभएको थियो। 25 रुपियाँ भन्नुभएको थियो। 35 रुपियाँ 50 रुपियाँ दिएको थिएँ मैले। तर मलाई 25 रुपियाँ दिनु पऱ्यो नि त, 35 रुपियाँ दिनु। तर मेरो भाग्य पनि हो एउटा। अलिकति होइन, अलिक ह्यान्डसम छु। ठग्ला जस्तो देखाएको थिएन होला। सबैले गरिखानुपर्छ। कसैले अब कसै धनी होला, कसै गरिब होला। धनीले गरिबलाई च्याप्नु भएन होइन। एउटाले अर्कोलाई सपोर्ट गर्दै अगाडि बढ्ने हो क्या अहिलेको जमाना भनेको। केपी ओली अनि त्यसपछि हाम्रो सबभन्दा धेरै त हामी सपोर्ट गर्ने म त धेरै बालेन्स आला नि हो। बालेन्स त आम्मा भवाले हो फेरि। खत्रै हो यार। खतरा काम गरेको छ नि बालेन्स आले। कसले गरे? तर यहाँ भरतपुरमा नि राम्रो काम गर्नुभएको छ। एउटा नाम भन्नुभएको थियो तर मैले अस्ति सुनेको थिएँ। तर त्यस्तो पनि चाहिँ मलाई त्यो नाम चाहिँ थाहा छैन कि। तर उहाँहरू काठमाडौँमा हेर्दाखेरि चाहिँ कस्तो छ भने एकदम राम्रो छ नि। त्यहाँनिरको व्यवस्थापन पनि राम्रो छ। यतातिरको यता भरतपुर पनि राम्रो छ कि। उतातिर हाम्रो त्यो टाढीतिर मात्रै नराम्रो। टाढीतिर नराम्रो हो के छ ब्रो। आम्मामा एयरफोन लगाएर पुरा होइन। हामी यसरी क्यामेरा बोकेर हिँड्दा चाहिँ मैले आज स्ट्यान्डै ल्याएन कि। स्ट्यान्ड मेरो घरमै छुट्टिएछ क्या। मोबाइल पनि सिम भएको मोबाइल पनि घरमै छ। अनि त्यो नि छुट्टियो क्या आज। मैले खोज्न पठाएको पाउँदै पाएन होइन त। अनि हो भनिदिइसक्नु भयो त। अनि यस्तो खतरा हो नि त फेरि। अब यहाँ भरतपुरबाट वहाँ टाढीसम्म चाहिँ 50 रुपियाँ लिन्छ क्या एकजनाको। त्यो लोकल बसमा गयो भने चाहिँ। अनि म्याजिकमा गयो भने चाहिँ 100 कति लिँदो रहेछ क्या। अब मसँग धेरै छैन। हजुर म यता टाढी जाने हजुर। अनि म चाहिँ यतापट्टि के अरे कति लिन्छ त्यो चाहिँ मलाई थाहा छैन। 100 रुपियाँ लिन्छ जस्तो लाग्यो। अनि मलाई 50 रुपियाँ लियो यार। 25 रुपियाँ जस्तो लाग्थ्यो। अस्ति नै मैले 25 तिरे जस्तो लाग्थ्यो टाढीबाट नि। दुईजना देखेँ। मेरो साइडमा नि हिँड्थ्यो कि एकजना। उहाँ पनि काटिदिनु भयो कि के भयो यार। तर अब पैसा छैन क्या मसँग। त्यो अलिकति छ। त्यहाँबाट यहाँसम्म टाढीबाट अलिकति जान टाइम लाग्छ। त्यो भएर त्यस्तै आधी घन्टा जति लाग्छ क्या यहाँबाट त्यहाँ जानलाई मलाई। अनि त्यहाँ गएर फेरि मसँग त पैसा छैन 50 रुपियाँ बाइक। अनि फेरि दाइलाई कल गरेर फेरि बोलाएर अनि स्कुटीमा जानुपर्छ त्यहाँबाट यार। पैसा छैन यार। पैसा छैन। गरिब हम गरिब है गरिब। गरिब है हम गरिब। गरिब को क्या। अब यहाँ गाडी कुद्नुपर्छ टन्नै। उतापट्टि गएर कुद्नुपर्छ जस्तो लाग्यो। यतापट्टिबाट त गडाउने हो गाडी हो यो मान्छेहरूलाई। त्यो चोक त आइपुगेँ म। अब यहाँबाट जेब्रा क्रसिङ गर्नु पऱ्यो। आज क्वेसन पनि यस्तो सजिलो लाग्यो यार। खतरा सजिलो यार। तर 12को इक्जाम जस्तो कुर्न पऱ्यो। एकैछिन कुर्न पऱ्यो। त्यो लास्टिक टेन्सन भइरहेको थियो। कहिले कुर्ने भइरहेको थिएँ। कहिले दिने क्वेसन कस्तो आउने भएको थियो। जब लेख्न थाल्यो त आम्मामा यस्तो सजिलो मा कसम। यस्तो हान्दे मैले यस्तो हान्दे सोच्दै बटेटा त्यो तपाईँले त्यो ग्रिस बुकमा नाम लेखेर जानुभएको थियो नि। त्यो एकजना मान्छेले त्यो पर्र पढाएको थियो नि। हो त्यस्तै मैले पनि त्यस्तै चिची लगाइदिएको। कहिले एउटा मान्छेलाई सिकाउँदै बसेको यार। कस्तो मजा आउँदो रहेछ। टाढी हजुर कति बेला लानुहुन्छ हजुर? कहिले कति बेला लानुहुन्छ? कति बेला लानुहुन्छ मलाई? मलाई 4 जना लानु भएन म फेरि मलाई जबरजस्ती ल्याउनु भयो। खै भर्ने कि छैन। अनि कति बेला जाने हो? मलाई जबरजस्ती हाल्नु भयो। गाडीमा चाहिँ पाइसक्यो। म त्यहाँबाट आइरहेको थिएँ कि उताबाट पाउँदैन कि भनेको यार। टायर पाएँ ट्याक्कै 50 रुपियाँ अरे।
अगाडि बढाउँदै गर्नुहोस् कि भन्दै गर्नुहोस् अब त जाने होला नि होइन अब अर्पण गराउन जान्छु क्या यसरी मेरोमा नेट छैन नि त यतातिर नेट टिप्दैन त्यो भएर नेट टिप्ने ठाउँमा जानुपर्छ क्या ओके लेट्स गो अब त्यहाँबाट जान्छु थोरै छ अब यता के अरे टाढी चोक जान्छु म के अरे टाढी चोक त आइपुगेँ त्यहाँ अटोमा तर अलिकति ढिलो गरेँ लास्टै ढिलो गरेँ त्यहाँनिर अब त्यहाँबाट अर्पण अङ्कलको घर गएर अनि नेट छैन कि मेरोमा फेरि अब पैसा सकिहाल्यो फेरि कल गरेर बोलाउनु पर्छ कि त्यही भएर त्यहाँ बोलाउँछु म अनि दाइलाई कि ऋषिलाई बोलाउँछु अनलाइनमा कल गरेर बोलाउँछु अनि त्यसपछि घर चल्दिने हो आज त रैला भयो नि मलाई सोध्नु है कोही लाइसेन्स निकाल्न जानु पऱ्यो भने क्वेसन कस्तो कस्तो आउँछ भन्नु सोध्नु भयो भने ल क्वेसन कस्तो खाले आउँछ भिडियो बनाउनु पऱ्यो भने चाहिँ रैला भिडियो बनाइदिनु नि यस्तो सजिलो भिडियो आम्मा यस्तो सजिलो भिडियो अरे यस्तो सजिलो क्वेसन यार इतना सजिला था क्वेश्चन मुझको खुद भी मालूम नहीं था सो मेनी सजिलो इन द मैं झुक गया इधर उधर मैं झुक गया किधर जाऊँ हो गया एक मान्छे भेटिया मैं त्यसमा चढ़ गया अनि मैं गइदिया इसमें गइदिया तो मुझको लोकेशन पता चल गया इसलिए मैं गई दिया अब मैं इधर से जा रहा हूँ अर्पण अंकल के घर जा रहा हूँ उधर मैं नेट कनेक्ट करूँगा नेट कनेक्ट करके बाद मैं दाई को फ़ोन करूँगा व ऋषि को फ़ोन करके मैं बुलाऊँगा इधर से थोड़ा भित्र है थोरै भित्र हो धेरै छैन मेरो मोबाइलमा चार्ज पनि बिहान फुल गरेको थिएँ दुईवटा ब्याट्री फुल गरेको थिएँ कि मैले गोप्रोको त्यही भएर अनि यसमा चाहिँ थोरै बाँकी छ एउटा मात्र सकिहाल्यो अब जम्मा 20% हो कति मात्र बाँकी छ यहाँ गएर नेट कनेक्ट गरेर दाइलाई बोलाउँछु मैले सिम भएको मोबाइल नै त्यहीँ छुट्टिएको घरमा छ्या गाली खाने होला मैले हेलो दाइ तो कहाँ टाढीमा आएँ दाइ बल्ल तो फोन लिएर आएन अर्को दाइ बिर्सेछ हतारमा हुन्छ हतार थिएरी त दाइ ऋषिलाई पठाइदिनु के अरे भ्याइ देखेर कि केही नि आएन पास हुन्छ दाइ कसले भने नि आफैले भने होला सजिलो थियो दाइ क्वेसन कहिले आउँछ रिजल्ट केमा आउँछ अरे त्यो फेसबुक पेजमै आउँछ भन्नु कहिले खोइ आज कि भोलि पर्सितिर आउन सक्छ भन्नु ल हस् दाइ ऋषिलाई पठाइदिनु अब भाइ आउँदैछ लिनलाई दाइसँग नि कुरा भइहाल्यो अब म जान्छु टाढी चौकमा बस्नुपर्छ कि अब भाइ आउँछ नत्र भाइले देख्दैन नि त त्यहाँनिर म यता छु नि त अलिकति भित्र आएको छु कि यता दौडेन गए मजाले छिटो ढिलो भइसक्यो ढिलो भेलो थोरै बाँकी छ अब त्यहाँको म त 7 बजी हिँडेको 8 7 होइन बिहान 5 बजी हिँडेको 5 6 7 8 9 बज्न आयो 5 घन्टा लाग्यो तर त्यहाँनिर अलिकति ढिलो भयो कि आमामा यत्रो धेरै मान्छे आन्टीहरू पनि हुनुहुन्थ्यो है मैले आन्टी रे दिदीहरू हुनुहुन्थ्यो मैले आन्टी भनेको त्यस्तो पनि बुढो पनि देखेको छैन मलाई भनेर तर मजा आयो यार लास्टै एकदम मिली थियो आन्टीहरू पनि अनि मैले नि सिकाइदिएँ मनीहरू खतरा ट्यालेन्ट छु नि फेरि खत्रै मात्रै त्यस्तो ट्राफिक रुलहरू त मैले टिक होइन गोलो त्यो केर्ने रहेछ त्यसमा केर्दिएको त्यसो मैले अब म हिँड्दै जान्छु भाइलाई जहाँ भेट्यो त्यहीँबाट फ्याट्ट चढिदिन्छु म अब भाइलाई कुरेर काम छैन अब यहाँबाट गयो भने पैसा बढी लाग्छ यहाँबाट दाइले 150 दिनुभएको थियो यहाँबाट जाँदाखेरि त्यहाँ बस उयसमा त्यो चोकमा जाँदाखेरि 50 रुपियाँ ट्याङ्गै ठोकिहाल्यो त्यहाँबाट उता भित्र जानुपर्ने रहेछ मलाई के थाहा
त्यहाँबाट यता गएको 50 रुपियाँ ट्याङ्गै ठोकिहाल्यो अहिले फर्किहाल्यो 50 रुपियाँ ट्याङ्गै ठोकिहाल्यो यत्रा मैले लुटे त्यो पनि यस्तै छ जिन्दगी अब यहाँ थोरै भित्र कति गफ छाडे भने होला है जान सक्छस् त जान भने होला मलाई अब जान त हुन्थ्यो तर पैसाको छैन अभाव छ म गइदिन्थेँ नत्र भए त्यही भएर तपाईँहरू जानुहोस् कति गफ छाडे यसले आम्मामा म कति गफ छाडे आफू चाहिँ जान सकेन अरूलाई जाँदा भने होला यस्तै छ जिन्दगी हेर्नु म जान मिल्ने भयो म गइसक्थेँ पहिल्यै गइसक्थेँ क्या 12 दिने बित्तिकै अगाडि गइसक्थेँ म अब 12को एक्जाम दिएर 1 वर्ष पनि यत्तिकै बसिरहेको छु काम गरिरहेको छु होइन आफ्नो कम्पनीमा छु म पनि सबै आफ्नो काम हेर्ने हो हेर्नु न कत्रो बोल्यो आम्मामा कत्रो भारी हो यस्तो मान्छे यस्तो भारी बोक्यो यार यस्तो गएर त्यहाँ विदेशमा गएर एकचोटि उचाल्यो भने नेपालको 8-9 हजार आउँछ यहाँ गऱ्यो भने 200-300 छैन नेपालमा कमाइरहेको नेपालमा त कमाइ छैन यार नेपालमा नि अब गर्छु भनेर के गर्न सक्दैन क्या आफ्नै मान्छेहरू हुन्छ यार खुट्टा तान्ने अनि के हुन्छ अब केही गरेँ कि मलाई देख्नै सक्दैन साइकोहरू छन् सरकारहरू पनि मलाई खुट्टा तान्ने अनि आफन्त पनि खुट्टै तान्ने कसैले के गरेको देख्नै नसक्ने यस्तो हुन्छ जिन्दगी त्यो जसले तपाईँहरूको खुट्टा तान्छ नि छोडिदिने जस्तो लाग्छ आउँछ जान्छ होइन हजुर आउँछ जान्छ होइन अनि आउँछ जान्छ के बिन्दास पारामा आउँछ जान्छ अगाडि बढ्ने हो क्या आफू चिल पारामा कसैले भनेको केही नसुन्ने ट्यागको अगाडि बढ्ने जसुकैले जे भनोस् दाल भएन जसुकैले जे भनोस् क्या मतलब छैन अब एउटा कानले सुन्ने अर्को कानले उडाइदिने यस्तो त चिल पारामा हो क्या सर अगाडि बढ्ने अब जस्तै मैले भ्लग बनाइरहेको छु होइन यसरी दौडेर मान्छेको अगाडि मान्छेले सोचिरहला के गरेर होला भनेर भनिरहला अब आफूलाई थाहा नि कतिको पीडा हुन्छ त्यो हात गलिसक्यो यार उचाल्दा बिहान 7 बजीबाट उचालेको हेर्नु एक्जाम हलमा चाहिँ एकैछिन शान्ति भएको थियो यस्तो मजा थियो एक्जाम हलमा आम्मामा तर त्यहाँनिर अन्टीहरू हुँदो रहेछ कि पुरै आम्मामा अन्टीहरू नि है ठुल्ठुलो मान्छे अनि कि बुढो धरि आएको थियो एउटा त कति 4 चोटि कि 3 चोटि फेल भयो अरे अनि 3 महिनापछि हुन्छ अरे क्या त्यो 3 चोटि फेल भएको चाहिँ अब मेरो त अब एकैचोटि कटे भयो हो नत्र भए त यस्तै हो जिन्दगानी भन्छ नि बस्ने टाउको चिलाउने बस्ने केही छैन अब त्यस्तो मान्छेले त दिन सक्यो 3 चोटि फेल भएर त हिम्मत हारेन म बल्ल एकचोटि देखाउ यार म किन आएको थिएँ होला है ट्रायलमा हो क्या अब ट्रायल त मैले फेरि वाइल्ड गरिदिन्छु नि म त उडाइदिन्छु नि स्कुटी छुइन्छु उडाइदिन्छु फेरि स्कुटी त पहिला मैले धेरै चलाइसकेँ नि त धेरै वर्ष भइसक्यो नि त मैले चलाएको नि त्यही भएर म त उडाइदिने हो स्कुटी त ट्रायलमा गरेर उडाइदिने ल भाइ तिमी पास गर्छौ भाइ मेरो भोलि नै आउँछ लाइसेन्स भनेर पठाइन्छ मलाई त्यस्तो खतरा दिन्छु फेरि मैले ट्रायल त फेरि त्यस्तो पनि ओभर कन्फिडेन्ट पनि हुनु न अलिअलि हो म सक्छु म नसक्ने होइन आम्मामा हेर्दैन काम गरेको डह्रो छ नि होइन काम गर्ने स्टाइल डह्रो छ नि त्यस्तो भयो तारमा मान्छेले समाते त्यहाँ उयो गरे ठाउँमा लास्टै भयो यार यहाँ त यार लास्टै हिँड्दा घाउ भइसक्यो घाउ भएछ हिँड्दा धेरै हिँड्यो नि त आज वहाँबाट त्यत्रो हिँड्यो वहाँ बस पार्कसम्म आयो बस पार्क रे के अरे त्यहाँ चोकसम्म आयो वहाँदेखिबाट पैसा थिएन के गर्ने गाई जस्तै छ जिन्दगी यार आफूले कमाउन सकेन अरूको पैसामा जिउन परेछ यस्तै छ यार यसो पकेट खर्च 1-2 हजार होइन 1-2 हजार होइन अब जस्तै 500-600 मात्र भयो नि पुग्छ कि इनफ हुन्छ कि त्यति भयो केही गर्नु पर्दैन अब आज पुगेन नि त अब यता हुनलाई 50 रुपियाँ भयो नि होइन नि त तैँले जम्मा 150 दिन भएको थियो गाह्रो छ क्या त्यही भएर मलाई आफूलाई देखेर कस्तो लाग्छ कि गर्न नसके हो कि अब म मात्रै यस्तो हो कि होइन यस्तो हुन्छ टेन्सन हुन्छ नि फेरि जिन्दगीमा हेर्नु गाइजहरू अब जस्तै अब हेर्नु क्या चिल पारामा काम गरेर खानेहरू मस्त आफ्नै धुनमा चिन्ताहरू होइन यस्तो काम ल जस्तो भयो नि काम हो क्या जस्तो भयो नि काम टोइलेट सोध्नु नै कामै हो भाडा माझ्नु नै कामै हो होइन जस्तो गरे नि कामै हो पैसा आयो भयो क्या किन अहिलेको मान्छेहरूले कामसाम हेर्दैन क्या मनी इज इम्पोर्टेन्ट भन्छन् यार मान्छेहरू यार के छन् पैसाको पछि लागेका छन् पैसा बिना नचल्ने भयो मान्छेहरू विदेश जान्थ्यो भने
होइन पैसा हो क्या अहिले सबैभन्दा धेरै पैसा हो इम्पोर्टेन्ट त्यही भएर तपाईँहरू पनि पैसा कमाउनुहोस् अनि पैसा कमाएपछि नाम इज्जत आफै हुन्छ पछि होइन अब बाहिर भन्ने चिज अब पछि गएर नि भयो होइन यस्तो छ क्या अब पैसा कमाउने हो अनि फ्यामिलीलाई रमाउने हो आफू रम्ने हो पहिला अनि त्यसै बे गरिन्छ बुढीलाई रमाउने हो बच्चालाई रमाउने हो त्यो चाहिँ बच्चालाई रमाउने हो त्यसरी पालो गर्नु पऱ्यो नि अब सबैलाई गर्नु पऱ्यो आफूलाई मात्र गरेर नि भएन त्यसको लागि चाहियो चाहियो नि त चाहियो नि होइन र चाहियो नि नभए हुन्छ भने कहाँ हुन्छ नभए सुरुमा पैसै हो कि इम्पोर्टेन्ट त्यो भएर पैसा भयो कि पैसा भयो कि सक्यो पैसा भएपछि सारा सक्यो अब भाइ पनि आइसक्यो नि आइज भाइ हिरो फेरि स्कुटीमा चाहिँ आएको लगाएर यताबाट गाडी आइरहेको छ मतलब छैन यसलाई है ल भाइ पनि आयो ध्यानमा लगाएर ल जम्केटा दादा पास त्यो सजिलो क्वेसन आउँदो रहेछ यार ल दादा अब गाडीमा चढिहाल्यो गाडी स्कुटीमा चढिहाल्यो अब बिन्दास तरिकामा जाने हो रन्दा दियो जानुभयो स्कुल जानु भएन मलाई कुरिरहनु भएको यस्तो छ जिन्दगी खाने बस्ने हिँड्यो चिर तारामा हिँड्यो है मैले भनेको कुराहरू माइन्डमा राख्नु होला होइन मैले भनेको कुराहरू सबै याद गर्नु होला होइन बाहिर अब पैसा कमाउनु छ भनेर इम्पोर्टेन्ट हो अब यो पनि फाल्तु हो होइन यतिकै बसिरहेको यसको पनि काम छैन मेरो पनि काम छैन यस्तै छ गोजीमा एक सुक्खा छैन अब पैसा थियो अलिअलि त्यो पनि गइहाल्यो बेलामा हुन्छ बेलामा हुँदैन पैसा भन्ने चाहिँ होइन यस्तै छ अब हेर्नु गाइज पैसा इम्पोर्टेन्ट हो मैले भन्नु खोजेको आज मेन भनेको पैसा इम्पोर्टेन्ट हो गाइज पैसा पहिला सुरु तपाईँले प्राथमिकता दिनु क्या पैसाले दियो नि अनि पैसा दिएपछि मान्छेहरू आफै आउँछन् क्या खोज्दै तपाईँलाई पैसा भएपछि ओहो अनि फेरि पैसा दिनु नदिनु होइन अरूलाई पैसा दिनु तर कस्तो व्यक्तिलाई दिनु पैसा दिएपछि अनि टाप मान्छे छैन जिन्दगी चढ्योपछि त पैसा लान्छ अनि खान्छ अनि 2-3 दिनपछि अनि टाप मान्छे न फेसबुकमा हुन्छ न कन्ट्याक्टमा हुन्छ त्यस्तै छ नेपालको पारा विदेशमा जाने हुनेलाई त ल तपाईँले ऋण दिनु भयो त विदेशमा गएर तिर्न सक्छ नि त नेपालमा हुनेलाई त काम छैन अहिलेको जमानामा आफ्नो आफन्तलाई त भरोसा गर्न सक्दैन के अर्कालाई गरेर निका आजकलको जमानामा जिन्दगी यस्तै छ यार अब त्यहाँ गइन्छ हिँडिन्छ खाइन्छ होइन पादिन्छ हगिन्छ सबै गरिन्छ तर नराम्रो काम कहिले गरिँदैन होइन तपाईँहरू पनि नगर्नु होला यस्तो कामहरू नगर्नु होला नराम्रो कामहरू नगर्नु होला सबैले राम्रो काम गर्नु होला पैसा कमाउनु होला परिवारलाई खुसी राख्नु होला आफू खुसी रहनु होला सधैँ इम्पोर्टेन्ट आफू खुसी रहनु होला होइन तपाईँ खुसी भए हो अनि तपाईँ खुसी भए तपाईँलाई काम गराउनु लाग्छ काममा खुसी भयो अनि बल्ल पैसा आउँछ पैसा आएपछि घरमा पठाउन मिल्छ मनी जताबाट नि मनी नै छ क्या के गर्ने के पैसालाई नजोडौँ भने पैसालाई जोड्न पर्छ गाह्रो छ सकिँदैन म त रोइदिन्छु क्या कुनै बेला त्यो पैसा भन्ने चिज यार कसले बनायो होला पैसा यस्तै छ पारा मेरो यस्तै छ हानी बानी एक्जाम यस्तो दामी भयो होइन यो मेरो साइकल कसले हाल्यो उठाउ त फाइनल गरेर पुग्यो हामी होइन कस्तो कालो देखेको यार कतिखेर देखेँ भित्र कहाँ भएर होला यार अलिकति कालो देखेको ल आयो नि त ल यो ह्यान्सी वायो नि ल आजलाई भ्लग यति नै थियो गाइस थ्याङ्क यू फर वाचिङ एन्ड सब्सक्राइब माई युट्युब च्यानल आजलाई भ्लग यति नै थियो पास त खतरा लेख्दै अनि मैले बाबाले वाइल्डै गएको थियो आज लगाइजहरू तपाईँले धेरै साथ दिनुभयो हेरेर होइन तपाईँले साथ दिनुभयो हेरेर अनि लाइक गर्नुभयो सेयर गर्नुभयो नि आशा राख्दछु आजलाई यति नै अर्को भ्लगमा भेटौँ लगाइजहरू बाई बाई